ल ल है हाम्रो तरुलले एक डोको होइन खोइ छिन्नु न 1 घन्टामा खनेर एक घन्टाको तर ठुल्ठुलै छ नि हामीले कहाँ खन्नु सक्नु हामी रोहरूले गएकोहरू होइन ल यहाँ अब बार्नु हुन्छ है गाइछु म चाहिँ डोको मेरो डोको चाहिँ बिसाउनु पर्यो एक डोको बरु मैले साउनेले राखेको छु यस्तो खालको निगुरो नि पाउँछ क्या हाम्रोतिर तर यो मलाई त्यो मासतिर घर पनि त नि लुमाइ चाहिँ भाग लाउनु छ ती सुली है ती लु माइज जम्मै तलारु कि मागोला मागोला यो हो त र त्यो एउटा सँगै हुन्छ ल गाई चाहिँ यहाँनिर बुढी मान्छेले भाग लाउनु हुँदैछ लास्टमा खाने यो सब भोलि तिनैजना भएर तिनै घर भएर हो के देख्नु परेको यो त संक्रान्ति हो केही नदेख्ने यो त के भन्छ ऊ हो प्रसाद बिग्रीमा त होस् नगरमै यो प्रसाद आयो भने अनि के दिने हो त्यहाँ प्रसाद ल माइजू कति रुपियाँ हो कति रुपियाँ भाग यो कति घन्टा खन्यौँ कसको दुःख छ कति रुपियाँ भाग ल हेर्नु हाम्रो माइजूले यहाँ बराबरी भाग लाउनु भएको छ कि छैन ल है मैले चाहिँ यहाँनिर थोर देख्दैछु किन ल है गाइचहरू ल है उसुली टेक्यो भाइ ल है छ होला नि 1 केजी किन छैन नै भाग लाउने यस्तो चलन छ अझै 2 दिन बाँकी छ हो आज र भोलि ल ए त्यो त मैले खनेको सुरुको ऊ त माथिल्लो लगाइदिनु त ऊ छ मैले खनेको त्यो चाहिँ अन्तिमको र मैले खानेको कुन ठुल्ठुलो माइजूले यिनीहरू अनि सक्लै अनि माइजूले त यस्तो पाम्काउँदै निकाल्नु हुन्थ्यो मैले खानेकोहरू हो त यिनीहरू कोही छ खन्ने ल हाम्रो चाहिँ संक्रान्तिको लागि तयारी भयो है साथीहरू यतिको मैले खानेको यिनीहरू मैले त 1 बोटमा मात्रै खानेको मैले पनि 1 बोट खानेको हाम्रो केदेखि लानु मनीको त डोकोमा छ त्यो डोकोमा किन मेरो त यहाँ छेउमा यहाँ लगाइदिनु त लगाइदिनु मेरो टक्क ल है यो निगुरो चाहिँ कति दामी छ क्या हेर्नु यो नलाउनु है मलाई धेर त मलाई नि चाहिँदैन है धेर त ल यो यस्तो निगुरो चाहिँ विराटनगरतिर पाउँछ कि भक्कु पाउँछ हेर है मन्साहरू तर हामी चाहिँ ले सुँगुर चारो मन्साहरूलाई हेर भनेको मन्साहरूले तरुल अरूकोतिर पो मोटो हुन्छ त हाम्रोतिर त झिनो पाइन्छ त ल हाम्रो रहर पुग्यो त यसो हामी रहरलामा गएको मान्छेले